हामीले सारथी स्टार्ट गर्दै गर्दा धेरै डाटा साइन्स लर्नरहरूसँग कुरा गर्यौं। एउटा क्लियर प्याटर्न भेटियो। लर्नर्सले कोर्स म्याथ या कोडिङले गर्दा हैन, प्रपर स्ट्रक्चर र मेन्टरको गाइडेन्स नभएकाले बीचमै छोड्छन्। युट्युब र च्याट जीपीटी त छँदैछन्, तर कुन बेला के पढ्ने, कुन स्ट्रक्चर फलो गर्ने त्यो क्लियर हुँदैन। यही प्रब्लम सल्भ गर्न सारथीको 12 विक्सको कोर्स 4 फेजमा डिभाइड गरेका छौं। फेज 1 माइन्डसेट बिल्डिङ, पाइथन र एसक्यूएल फाउन्डेसन। फेज 2 स्ट्याटिस्टिक्स र प्रोबेबिलिटी अनि एनालिसिस जसरी सोच्ने प्र्याक्टिस। फेज 3 ड्याशबोर्ड्स, एमएल मोडल्स र रियल डेटा सेट। फेज 4 डिप्लोइड प्रोजेक्ट, मक इन्टरभ्यु र सिभी पोलिस। यो स्ट्रक्चर मेन्टेन गर्न हामीसँग 3 वटा प्रिबिल्ड मेकानिजम छ। डे बाइ डे सिलेबस, हरेक दिन के पढ्ने सबै प्रिडिफाइन्ड छ। 5th डे रिभिजन, कुनै पनि टपिक पाइल अप हुँदैन। अनि डिरेक्ट एसेस, कुनै पनि कुरा स्टक हुनुभयो भने डिरेक्ट मेन्टरसँग कुरा गर्न मिल्छ। महिनौदेखि भोलिबाट स्टार्ट गर्छु भन्ने सोचिराख्नु भएको छ, भोलि आइसक्यो। 10 सिट मात्र छ। कमेन्टमा डाटा साइन्स लेख्नुस्, हामी तपाईलाई रिच आउट गर्छौं।